मान्छे बाहिर गयो भने कोही रहरले गएको छैन रहर छैन हामीलाई बाहिर बस्ने यहाँ बस्ने वातावरण बनाइदिएछ हामी भोलि फर्किन्छौँ म भर्खरै स्टुडेन्ट हुँदाखेरि पनि डार्मी पनि तपाईँको हामीले एउटा यस्तो ग्रुप बनाएको थियौँ 10-15 जना ग्रुप बनाउने अनि तपाईँको चाहिँ नेपालबाट गएका नयाँहरूलाई चाहिँ एयरपोर्ट लिन जाने रुमहरू खोजिदिने त्यो चाहिँ गरे सुरुबाटै गरेको थिएँ काम चुजी गर्न थाल्यो भने त उसले चाहिँ दुःख कहिले पनि पाउँदैन फेरि होइन जो चुजी काम हुन्छन् म यो पाए गर्छु त्यो पाए गर्दिनँ भन्ने भयो भने उसले दुःखै पाउँछ भात पकाउँदाखेरि उनीहरू युट्युब हेरेर पकाउँछन् हेर्नु एउटा के भनेपछि त्यस्ताहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ होइन आफूलाई एडजस्ट गर्नलाई किनभने विदेशमा त इन्डिपेन्डेन्ट नभई सुकै छैन होइन आफै पकाएर खाने हो आफै लुगा धुने हो हरेक चिज आफै गर्ने हो काम खोज्न जाँदाखेरि पनि उसले एक थरी भनिरहेको हुन्छ हामीले एक थरी बुझिरहेको हुन्छ होइन इङ्ग्लिस टिचरै भए पनि इङ्ग्लिस बुझ्दैन क्या उसको स्ल्याङ र हाम्रो त्यो डिफ्रेन्ट नै हुन्छ ल्याङ्ग्वेजकै प्रब्लम हुन्छ त्यसपछि अर्को त आफूले के स्किल आफूसँग के स्किल छ त खुसी छैनन् कोही पनि तर बाध्यताले खुसी देखाउनु पर्छ होइन खुसी कोही पनि छैन होइन एज अ म अहिले त्यहाँ सेटल भएर बसिरहेको छु तर इभन म आइएम नट ह्याप्पी के त 20 वर्ष 25 वर्षमा घरको लोन लिइरहेको हुन्छ अब 25 वर्ष म त्यहाँ घरको लोन तिर्न बसेँ भने अब 25 वर्षपछि मलाई नेपाल आउनु मन लाग्ला र एक्ज्याक्टली त्यो भुमरीमा फस्छ कि हरेक नेपाली फसेको छ म मात्र होइन हो बाउ आमाले पैसा हाल्दै गएर विदेश गएका छन् कति हालिदिन्छन् कतिचोटि हालिदिन्छन् होइन एकजना भाइ अहिले ऊ गएको 18 मा गएको उसको बुवा मम्मीले आजसम्म पनि उसलाई पैसा पठाइदिइरहेको छ नमस्कार हार्दिक स्वागत छ कार्यक्रम उडी छुनु चन्द्र 1 मा म सिमोन नेउपाने र आज पनि तपाईको यो आफ्नै लोकप्रिय च्यानल थाहाखबर.com बाट कार्यक्रम उडी छुनु चन्द्र 1 मा हामी उपस्थित भइसकेका छौं एकजना फरक क्षेत्रका फरक अतिथिका साथमा हामीले उडी छुनु चन्द्र 1 मा त्यस्ता कुराकानी गर्छौं जुन कुराकानी हाम्रो जीवनको लागि मार्गदर्शन बन्न सक्छ हामीले हिँड्दै गरेका हाम्रा गोरेटोहरू हाम्रो पाइलाहरूलाई सहज बनाउन सक्छ जीवनका संघर्षमा आउने विभिन्न खाले उतार चढावहरूलाई बुझ्नको लागि र त्यसमा आफ्नो एउटा गन्तव्य र बाटो पहिलाउनको लागि सहज बनाउन सक्छ त्यस्ता व्यक्तिहरूसँग त्यस्ता कुराकानी हुन्छन् हामीले देशमै रहनुभएका विदेशमा रहनुभएका जसले युवाका कुराहरू बोल्न सक्नुहुन्छ दुःख संघर्ष र जीवनका गहिराईमा रहेर जीवनका दर्शनहरू बोल्न सक्नुहुन्छ आज हामीसँग को हुनुहुन्छ आजको अतिथिको बारेमा जानकारी गराइहालौँ ढिला नगरिकन उहाँसँगको संवाद सुन्नको लागि पनि यहाँहरू आतुर हुनुहुन्छ होला आज हामीसँग विदेशमै भएका एकजना नेपाली युवा जसले विदेशी भूमिमा रहेर पनि नेपाललाई साह्रै माया गर्नुहुन्छ 2015 मा उहाँ नेपालबाट अस्ट्रेलिया जानुभयो नेपाल रहँदा उहाँ होटल सेक्टरमै काम गर्नुहुन्थ्यो होटल म्यानेजमेन्ट नै पढ्नुहुन्थ्यो उहाँ अस्ट्रेलिया गइसकेपछि पनि उहाँले कुकरी नै पढ्नुभयो होटल सेक्टर नै पढ्नुभयो होटल पढेर अहिले उहाँ हेड सेफको रूपमा विभिन्न होटल रेस्टुरेन्टहरूमा अस्ट्रेलियामा यतिखेर काम गरिरहनु भएको छ उहाँलाई पनि तपाईले गुगलमा सर्च गर्नुभयो भने उहाँको होटल उहाँले पकाइरहेको हैन उहाँले चाहिँ त्यो होटलका एक्टिभिटिजहरू रेस्टुरेन्टका एक्टिभिटिज गरिरहेको धेरै देख्न सक्नुहुन्छ एकचोटि त उहाँ थाई सेफ हुनुहुन्छ एउटा थाई फुड फेस्टिभलको कम्पिटिसनमा उहाँ फर्स्ट पनि हुनुभएको थियो थाई फुडमा उहाँको विज्ञता यो सँगसँगै उहाँ डार्विन क्षेत्रको चाहिँ जोन सेक्रेटरी पनि भर्खरै हुनुभएको छ एनआरएनए मा पनि उहाँ हुनुहुन्छ आबद्ध हुनुहुन्छ उहाँ चाहिँ भर्खरै मात्र नेपालीहरूको प्रतिनिधित्व गर्दै एउटा संगठित पोजिसनमा बसेर नेपालीहरूको हकितका लागि नेपालीहरूको त्यहाँ हुने विभिन्न खाले अवसर चुनौतीहरूका लागि पनि काम गर्न सक्रिय भएर काम गरिरहनु भएको छ र अहिले नेपाल आएर उहाँले म्युजिक भिडियो पनि खेल्नु भएको छ त्यो म्युजिक भिडियो पनि उहाँले बनाउनु भएको छ त्यो म्युजिक भिडियोको विषयमा पनि हामी कुरा गर्छौँ उहाँसँग धेरै विषयमा कुराकानी हुन्छ यहाँहरू एक्साइटेड भइरहनु भएको छ भने आज के कुरा हुन्छ भनेर अब ढिला नगरिकन कुराकानी सुरु गरौँ हामीसँग विशाल केसीज्यू हुनुहुन्छ विशाल केसीज्यूसँग आजको उडी छुनु चन्द्र 1 को यो महत्त्वपूर्ण संवादमा यहाँहरूलाई फेरि म हार्दिक स्वागत गर्न चाहन्छु विशाल सर यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ धन्यवाद साइमनजी आराम हुनुहुन्छ एकदम ठिक छ कति पछि आउनुभयो यसपालि नेपाल म आफ्टर 2 इयर्स 2 वर्षपछि आइरहनुहुन्छ म खास त टार्गेट त एभ्री इयर आउने टार्गेट हो अलिक के प्रब्लम भन्दै आउन सकिनँ ओके 2 वर्ष भयो यो चाहिँ यहाँ जानुभएको अस्ट्रेलिया पुग्नु भएको 10 वर्ष पुरा भइसक्यो 15 मा चाहिँ लगभग 10 वर्ष भयो अहिले यहाँ स्थापित पनि हुनु भएको छ
घर पनि लिनुभयो होला अस्ट्रेलियामा, गाडी पनि लिनुभयो होला, परिवार पनि बनाउनु भयो होला होइन, यहाँलाई अब आर्थिक समस्या पनि छैन होला, सबै किसिमले यहाँ सेटल भएर अब यहाँ समाजसेवातर्फ पनि जोडिनु भएको छ। होइन, म यो समाजसेवा चाहिँ अहिले सेटल हुनुभन्दा अगाडि पनि म गरेर हो, यहीँ नेपालमै हुँदाखेरि पनि मलाई त्यो चाहिँ लगाव चाहिँ थियो। हाम्रो 2015मा यहाँ जुन अर्थक्वेक भुइँचालो गयो त्यतिखेर पनि म 2 महिना त सिन्धुपाल्चोकै बसेर काम गरेँ होइन। त्यो चाहिँ म भित्र कन्टिन्यू नै छ। म त्यहाँ सेटल होस्। म भर्खरै स्टुडेन्ट हुँदाखेरि पनि डार्मी पनि तपाईँको हामीले एउटा यस्तो ग्रुप बनाएको थियौँ, 10-15 जना ग्रुप बनाउने, अनि तपाईँको चाहिँ नेपालबाट गएका नयाँहरूलाई चाहिँ एयरपोर्ट लिन जाने, रुमहरू खोजिदिने, त्यो चाहिँ गरेँ, सुरुबाटै गरेको थिएँ म जतिखेर स्टुडेन्ट भिजामा थिएँ। भनेपछि उहाँ सुरुदेखि नै अस्ट्रेलिया गएदेखि नै यहाँले त्यहाँ अप्ठ्यारो पर्ने नेपालीहरूको लागि चाहिँ सक्रिय भएर काम गरिरहनु भएको छ। ओके, कुराकानी सुरु गरौँ। अस्ट्रेलियामा यहाँले 10 वर्ष चाहिँ आफ्नो समय बिताइसक्नु भएको छ, त्यहाँ गएर समाजसेवा र नेपालीहरूसँग पनि जोडिनु भएको छ। हामी बिस्तारै यहाँको अरू सेक्टरहरूमा पनि प्रवेश गर्दै जान्छौँ। सुरुमा अस्ट्रेलियामा हुने नेपालीहरूको अवस्था होइन, कति विद्यार्थी भिसामा जानुहुन्छ, कति चाहिँ वर्किङ भिसामा जानुहुन्छ, कति त इलिगल भएर पनि बस्नुभयो होला सुरुका अवस्थाहरूमा। ती सबैलाई हेर्दाखेरि नेपालीहरूले त्यहाँ कस्तो विश्वास दिलाउन सकेका छन् अस्ट्रेलियामा, कस्तो छ नेपालीहरूको अवस्था, नेपालीहरू चाहिँ कतिको मेहनती होइन? अहिले पनि तपाईँको अस्ट्रेलियनहरूको माझ नेपालीको चाहिँ विश्वासको कुराहरू चाहिँ एकदम हाई छ अरू कन्ट्रीलाई भन्दा। उनीहरूले इम्प्लोइमेन्ट हायर गर्ने बेलामा चाहिँ नेपालीहरूलाई नै पहिला फोकस गर्छन्, किनकि ट्रस्ट गर्छन् नेपालीहरूलाई। नेपालीहरू मेहनती छन्, मेहनत गर्छन् यिनीहरूले भन्ने अहिले पनि त्यो चाहिँ छ। कता यता कतै होइन हुन्छन्, त्यो नहुने होइन, कतै इन्सिडेन्टहरू भइरहेछन्, तर त्यसले पनि अहिलेसम्म चाहिँ कुनै असर पारेको छैन। तर नेपालीहरूको चाहिँ जुन ट्रस्ट हुन्छ नि, जुन उनीहरूले बिलिभ एकदमै गर्छन्। कस्ता कस्ता पेसाहरूमा नेपालीहरू बढी जोडिया छन् त्यहाँ? छन्, डिजाबिलिटीहरूमा छन्, हस्पिटालिटी जुन सेपहरूमा छन् होइन, धेरै त अब नर्सिङहरूमा पनि छन्। नर्सहरू पनि जोइन भएको छन्। आज मेरै वाइफ नर्स हुनुहुन्छ होइन। भनेपछि नेपालीहरूले राम्रै पोजिसनमा बसेर अस्ट्रेलियामा काम गरिरहनु भएको छ। र अब अलिकति फ्ल्यासब्याकमा जाउँ, 10 वर्ष अगाडिका कुरामा जाउँ। झन्डै 10-15 वर्ष अगाडि यहाँ नेपालमै हुनुहुन्थ्यो, नेपालमा कुकरी काम गरिरहनु भएको थियो होइन, होटल म्यानेजमेन्ट पढिरहनु भएको थियो। त्यतिखेर अब अस्ट्रेलिया जान्छु भन्ने सपना कसरी बनाउनु भयो? नेपालमाबाट यहाँको अस्ट्रेलिया जाने योजना कसरी बन्यो? के कुराले यहाँलाई चाहिँ बढी क्लिक गर्यो? त्यहाँ धेरै अपर्च्युनिटी राम्रो छ, पैसा कमाइन्छ भनेर हो कि अथवा लाइफ सेटल राम्रो छ भनेर हो? होइन, बिल्कुलै हो होइन। जतिखेर म यहाँ पढिरहेको थिएँ अनि म होटलमै काम गर्थेँ, त्यतिखेरै अब 2013मा बिहा भयो होइन। बिहा भइसकेपछि मेरो बुढी आज नर्स, यहाँको पनि नर्स हो। अनि मेरो बुढीको चाहिँ बच्चादेखि सपना चाहिँ विदेश जाने सपना अरे होइन। म चाहिँ विदेश जानेहरूलाई विदेश नजाऊ है, यहीँ केही गर्नुपर्छ भनेर चाहिँ बसिरहेको मान्छे। एज अ म भिजा लागेर पनि 6 महिनापछि गएको, सायद कमै हुन्छन् भिजा लाग्ने त्यसरी होइन। पहिला मैले बुढीलाई पठाएँ, 2 जनाको सँगै भिजा लाग्यो, अनि बुढीलाई पठाएँ, तिमी जाऊ बरु त्यही पढाइसकेर फर्क, म आउँदिनँ भनेर भन्यो। तर संजोगवश उहाँ गएपछि चाहिँ उसले भने जस्तो काम पाएन, उसलाई गाह्रो भयो। अब दिनहुँ चाहिँ फोन आउने होइन, तिमी पनि आऊ भन्नु थाल्छ, होइन ठिक छ भनेर त्यो सिलसिलामा चाहिँ म पुगेँ हो। होइन भने म विदेश नजाऊ भन्ने मान्छे हो, नत्र यहाँको जाने मनसाय थिएन, आफ्नो परिवारलाई सघाउनको लागि भनेर जानुभयो एकदमै। गइसकेपछि अब सुरुको अवस्थामा अस्ट्रेलिया कस्तो लाग्यो यहाँलाई? के एक्सपेक्टेसन के थियो, कस्तो पाउनुभयो? होइन, मैले चाहिँ अब म फर्स्ट टाइम अब त्यसरी जाँदाखेरि चाहिँ जुन अब यहाँ सोचेर गएको थिएँ त्यो चाहिँ हुँदैन डेफिनेटली होइन। अब मान्छेले के सोध्छ नि, फेसबुकमा हेरेर अब हुन्छ नि मान्छेहरूको फोटोसोटो हेरेर हो रमाइलो छ, यो छ त्यो छ भन्छ, तर डेफिनेटली त्यो छैन नि। होइन, बडा बुझ्नुपर्ने कुरा, यहाँले गम्भीर कुरा निकाल्नु भयो। एउटा हामीले फोटो हेरेको आधारमा, उहाँहरूको भिडियो हेरेको आधारमा चाहिँ एनालाइसिस गर्छौँ, ओहो मोज रहेछ विदेशमा, त विदेशमा मोज। तर त्यो मोजहरू कस्ता छन् भन्ने गहन रूपमा हेर्ने हो भने त यहाँहरूलाई जति यसको विज्ञता त हामी त कहाँ हुन सक्छौँ? डेफिनेटली त्यहाँ भित्रका केही कुराहरू हेरौँ न एकछिन, हामीले एनालाइसिस गर्ने मोज खासमा कस्तो? सुरुकै म तपाईँलाई मैले मेरो त्यो पार्ट भन्दाखेरि तपाईँको म अब कलेज फी तिर्नुपर्ने हुन्छ हेर्नु है, पढ्नलाई कलेज फी अलमोस्ट तपाईँको त्यतिखेर तपाईँको 10 वर्ष अगाडि 11,000 थियो कलेज फी।
होइन। अब नेपालबाट मगाएर यहाँबाट पठाउने स्थिति पनि थिएन मेरो। हामी मध्यमवर्गको प्रायः हुँदैन पनि। एक सेमिस्टरको तिरिसकेपछि सिद्धियो। उहाँ गएर अब भने जस्तो काम पाइँदैन, जे काम पाए त्यही गर्ने हो। काम चुजी गर्न थाल्यो भने त उसले चाहिँ दुःख कहिले पनि पाउँदैन फेरि, होइन। जो चुजी काम हुन्छन्, म यो पाए गर्छु त्यो पाए गर्दिनँ भन्ने भयो भने उसले दुःखै पाउँछ, होइन। कि उसको फ्यामिलीबाट पैसा पठाइदिनु पऱ्यो, कि ऊ चाहिँ त्यहाँ कति त डिप्रेसनमा गएको पनि छन्। एक्ज्याक्टली, होइन। उनीहरूले यहाँ सोचिरहेको हुन्छन् कस्तो रमाइलो छ, साथीभाइले फोटो गएको साथीभाइले फोटो चढा हाल्दै हुन्छ, रमाइलो छ, मोज छ भन्नु गएको। तर आफू त्यहाँ गइसकेपछि त अब फर्क्यौँ दिँदैन, होइन। आफ्नो भनौँ न कति पारिवारिक कुराहरूले फर्किन पनि दिँदैन, त्यहीँ बसौँ ऊ सेटल हुनै सक्दैन। ओके, होइन। के कुराले बढी प्रेसर दिँदो रहेछ सुरुमा जाने बित्तिकै? पहिले त काम पाइँदैन, नयाँ ठाउँ। एक त हाम्रो काम नगरिकन बस्न खान पुग्दैन, पाइँदैन। एक त हाम्रो ल्याङ्ग्वेजमा प्रब्लम आउँछ है। कति उनीहरूले बोल्ने इङ्ग्लिस स्ल्याङहरू, होइन, मिल्दैन, बुझ्दैन। भाषाकै कारणले पनि एकदम गाह्रो हुन्छ। काम खोज्न जाँदाखेरि पनि उसले एक थरी भनिरहेको हुन्छ, हामीले एक थरी बुझिरहेको हुन्छ, होइन। इङ्ग्लिस टिचरै भए पनि इङ्ग्लिस बुझ्दैन क्या, उसको स्ल्याङ र हाम्रो त्यो डिफ्रेन्ट नै हुन्छ, ल्याङ्ग्वेजकै प्रब्लम हुन्छ। त्यसपछि अर्को त आफूले के स्किल, आफूसँग के स्किल छ त, होइन। केही स्किल बोकेर गएको छन् भने त उसलाई डेफिनेटली हायर गर्छ, उसलाई केही सहज होला। अनि कति मैले यहाँ देखिरहेको भाइ बहिनीहरू अहिले पनि देखिरहेको छु, जस्ट कलेज सक्यो, होइन, +2 सक्यो, उनीहरू केही स्किल छैन, अब विदेश जाने। म चाहिँ उनीहरूलाई के भन्छु भने केही काम सिकेर जाऊ, होइन। सानो काम ठुलो काम त सान्टो हुँदैन, त्यहाँ हरेक कामको एउटै रेस्पेक्ट हो। डक्टरलाई त्यही रेस्पेक्ट गर्छ, सेफलाई त्यही रेस्पेक्ट गर्छ, नर्सलाई त्यही रेस्पेक्ट गर्छ, र एउटा किचन ह्यान्डलाई त्यही रेस्पेक्ट गर्छ विदेशमा, होइन। समान व्यवहार छ। त्यस कारण काम सिकेर जानुहोस्, सजिलो हुन्छ, होइन। सुरुमा मैले मेरो स्ट्रगल पेज भन्नुहुन्छ नि, मैले 3 ठाउँमा काम गरेँ। म 3 घन्टा सुतेर काम गर्छु कि। बिहान 10 बजीदेखि 2 बजीसम्म एक ठाउँ काम गर्थेँ, अनि फेरि त 2 बजीदेखि बेलुका 10 बजीसम्म एक ठाउँ काम गर्थेँ, अनि राति 11 बजीदेखि बिहान 4 बजीसम्म एक ठाउँ काम गर्थेँ। म जम्मा 3-4 घन्टा मात्र सुत्थेँ म। त्यसरी नै काम गरेको छु, होइन। स्टार्टिङमा मसँग एउटा साइकल थियो, काम गर्ने ठाउँमा फरक ठाउँमा थियो, होइन। साइकल लिएर हिँड्थेँ, डार्बिनमै। त्यति सजिलो छैन हो। अब साँच्चीकै दुःख गर्छु, जे पनि गर्छु भनेर जानेहरूलाई चाहिँ त्यहाँ सहज हुन्छ। जुन फेसबुकमा साथीहरूले रमाइलो गरेर यो हाउ म यस्तै गरेर यस्तै चल्छ लाइफ भनेर जान्छ नि, उनीहरूले चाहिँ दुःख कसले पाउँदैन। विदाउट स्किल त नजानुहोस् नै भन्छु म। ओके, भनेपछि धेरै कुराले इम्प्याक्ट पार्ने भयो। तपाईँले भन्दै गरेको कुरा कस्तो महत्त्वपूर्ण छ भने यतिखेर जो नयाँ जेनेरेसन विदेश जाने भनेर सोच्दै हुनुहुन्छ, अस्ट्रेलिया मात्रै होइन, यो कुराकानी धेरै देशमा लागू हुनसक्छ। जुन देशमा तपाईँ जाने प्लान गर्दै हुनुहुन्छ, सिचुएसन अलमोस्ट सबै देशका त्यस्तै हुन्छ, होइन। त्यस्तै परिवेश हुन्छन्, त्यस्तै कानुनहरू हुन्छन्। अब तपाईँहरू अस्ट्रेलिया गइसकेपछि अब तपाईँका पछि जति जेनेरेसन आए र ती जेनेरेसनहरूसँग यहाँ नजिक हुनुभयो, ती जेनेरेसनहरू कतिको खुसी, सन्तुष्ट के छन्? उहाँहरूको साइकोलोजी बुझ्दाखेरि के पाउनुहुन्छ? यस्तो छ, तपाईँको खुसी छैनन् कोही पनि, तर बाध्यताले खुसी देखाउनु पर्छ, होइन। खुसी कोही पनि छैन, होइन। एज अ म अहिले त्यहाँ सेटल भएर बसिरहेको छु, तर इभन म आइएम नट ह्याप्पी के, म ह्याप्पी छैन। तर हाम्रो समाज यस्तो देखावटी समाज छ, होइन। एक्ज्याक्टली, हाँसेर देखाउनै पर्छ, होइन। भोलि नत्र त फलाना छोरा गएको थियो, सिक्तो गम्भीर प्रसङ्गमा त्यो छौँ, हाँस्नुपर्छ, देखावटी हाँसो भयो भने देखाउनु पर्छ। यो हाम्रो समाज यस्तै छ। तर मलाई लाग्छ कोही पनि विदेश गएकाहरू धेरै, मलाई 95% ह्याप्पी छैनन्। ओके, होइन। उनीहरूसँग पैसा छ, इन्कम छ, पैसा छ, तर जुन हुन्छ नि यहाँको पारिवारिक हामी, होइन, माहौल, जुन फ्यामिली भएसँग बस्ने, होइन, फ्यामिली भेट्न जाने, फ्यामिली भेट्न आउने, चाडबाड भनौँ न, अलिक त्यो डेफिनेट के पनि छैन। के कुराले चाहिँ नेपालीहरूलाई अस्ट्रेलिया सेटल भएरै लामो समयसम्म जीवन उतै काट्छु भनेर बस्न बाध्य गराउने त्यस्ता के कुराहरू भेट्नुभयो यहाँ? छन्। अहिले पनि म के भन्छु भने, म त नेपालको अवस्थाले पनि यसलाई डिनोट गर्छ, होइन। नेपालको अवस्था र उतातिरको उहाँहरूको अवस्थाले कसरी जोडिन्छ ताकि नेपालीहरू उतै हराइदिनुहुन्छ? एक्जाम्पल मै छु नि, म अब नेपालमा आएर के गर्ने त, के काम गर्ने, होइन। अहिलेको म त 1 महिनाको म यो पिरियडमा मैले के फिल गरेँ भने, म अहिले टोटली बेरोजगारी छु कि, बुझ्दैन। मेरो साथीहरू, भएका साथीहरू कोही लन्डन छन्, कोही जापान छन्, कोही कहाँ छन्, म एक्लो छु। म घरमै बस्ने हो। घरबाट निस्किने साथीभाइ छैन,
होइन। अब मैले के काम गरौँ, जे काम गरेँ नि यहाँ कसैले पनि मलाई यो काम गर भनेर हौसला दिएको कसैले पनि देखिनँ। कतिजनासँग सल्लाह गरेँ मैले के गर्दा हुन्छ, म नेपाल आएर अब केही गर्नु चाहेँ भने होइन, यहाँ भएकै बिजनेसहरू डाउन भइरहेछ, तँ आएर के गर्छस्, तँ आउँ मलाई आऊ भनेर कसैले पनि, मैले 4-5जनासँग गरेँ, कसैले पनि तिमी आएर यो गर भनेर मलाई कहिले सजेस्ट गरेन कि, किन भन्दा यहाँको वातावरण यहाँको होइन सिचुएसनले गर्दा हो होइन। एउटा पाटो त्यो भयो। अर्को पाटो के हो भने अब हामी म गएको 10 वर्ष भइसक्यो होइन, मेरो बच्चा त्यहाँ जन्मिसक्यो होइन, मेरो बच्चा हुर्काउनु छ होइन, मेरो बच्चा पढाउनु छ होइन, कता कता त्यो दलदलमा हामी फसिसक्यौँ कि होइन। मैले गाडी लिएँ, घर लिएँ होइन, घरकै मोर्गेज होला होइन, सबैको हुन्छ। कसैले पनि यहाँ जस्तो चाहिँ नि पैसै तिरेर सबै लिने त्यो छैन। त्यहाँ चाहिँ कसो नि त 20 वर्ष 25 वर्षमा घरको लोन लिइरहेको हुन्छ। अब 25 वर्ष म त्यहाँ घरको लोन तिर्न बस्यो भने अब 25 वर्षपछि मलाई नेपाल आउनु मन लाग्ला र? एक्ज्याक्टली त्यो भुमरीमा फस्छ कि हरेक नेपाली फसेको छ, म मात्र होइन, त्यो हरेक नेपालीको स्टोरी हो यो। कतै न कतै उनीहरूसँग पैसा छ, सबै छ होइन, तर खुसी छैनन्। एक्ज्याक्टली। अब विदेशमा हुने नेपालीहरू नेपालमा के भइदियो भने चाहिँ यहाँहरू नेपाल आउन, नेपालमा काम गर्न, नेपालमा लगानी गर्न, त्यहाँ सिकेका सिपहरू, त्यहाँ कमाएका पैसाहरू नेपालका लागि खर्च गर्न के कुरा भइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। मेरो चाहिँ आफ्नो एउटा प्लान छ तपाईँको। मैले लास्ट इयर पनि एक ठाउँमा चाहिँ अलिकति बढी जग्गा लिएको छु, त्यो ठाउँ चाहिँ रिसोर्ट खोल्छु भनेर होइन, पछि आएर यहीँ के गर्छु भन्ने सोचले। एउटा यहाँको गभर्मेन्टले नै के बुझ्नुपर्छ भने उता भएकाहरूलाई यहाँ कमसेकम लगानी गर्ने वातावरण बनाइदियोस् न। एक्ज्याक्टली। सेफ होस् न, लगानी गरेर पनि सेफ हुनु पऱ्यो नि होइन। यहाँ लगानी गरेर त अहिले त के छ भने बालुवामा पानी हालिरहेको छ, जस लगानी मात्र गर्ने, इन्कम त के पनि आउँदैन। त्यही होइन। यहीँ गरेर बिजनेसका साथीभाइहरूले पनि सोद्धाखेरि पनि कसैले मलाई चाहिँ ल यो गर न त भनेर दिने एउटा एक्जाम्पल के पनि छैन क्या होइन। त्यो भए चाहिँ एटलिस्ट यहाँको गभर्मेन्टले चाहिँ कमसेकम उता बस्नेहरूलाई चाहिँ यहाँ आएर लगानी गरिदिने वातावरण बनाइदियो भने त्यो चाहिँ धेरैहरू चाहिँ फर्किन्छन् पनि होला सायद। हेरौँ अब बदलिदो नेपालको सरकारले, नेपालको बदलिदो अवस्थाले विदेशमा भएका नेपालीहरूको सिप र उहाँले कमाउनु भएका लगानी नेपाल भित्राउन सक्यो भने पक्कै पनि नेपालले कायापलट गर्न सक्छ है। अब यहाँ एनआरएनए सेवा क्षेत्रसँग पनि नेपालीहरू माझ जोडिनु भएको छ। यहाँ अहिले डार्बिनमा भर्खरै इलेक्टेड पनि हुनुभयो। अब नेपालीहरूले गरिरहेका एक्टिभिटिजहरूमा अलिकति जाउँ, किन नेपालीहरू हामी के सुन्छौँ भन्दा नेपालमा भएका नेपालीहरूले भन्दा विदेशमा भएका नेपालीहरूले हाम्रो कल्चर होइन, धर्म संस्कृति परम्परा होइन, हाम्रो खानपान हाम्रो संस्कृतिलाई बढी माया गरेको जस्तो अनुभूति कता कता लाग्छ, सुनिन्छ होइन। चाडबाडमा उहाँहरू एकजुट हुने, मिल्ने, फेस्टिभल मनाउने। अब नेपालीहरूको एक्टिभिटिज, अब सोसियल एक्टिभिटिजहरू कस्तो छ त्यो विषयमा अलिकति जाउँ। त्यहाँ नेपालीको युनिटी, नेपाली बिचका माया प्रेमहरू सद्भावहरू कस्ता छन्? मेरो अनुभव चाहिँ म खास डार्बिन मात्र बसेको भएर डार्बिनमा चाहिँ नेपालीहरूको एकदम एकता छ होइन। हामी अरू स्टेटमा चाहिँ हरेक 2 वर्षको एकचोटि नेप्लिस फेस्टिभल बनाउँछ, हाम्रो डार्बिनमा चाहिँ हामी एभ्री इयर नेप्लिस फेस्टिभल बनाउँछौँ होइन। अनि त्यहाँको जुन नेपालीहरूको जमघट हुन्छ नि त्यो सबै मिलेको देखेर त्यहाँको गभर्मेन्टले पनि एकदम हेल्प गरेको छ। नेपालीहरू एकजुट छन् है, नेपालीहरू राम्रा छन्, एकजुट छन् भन्ने हिसाबले गभर्मेन्टले पनि हामीलाई सपोर्ट गरेको छ। हामी एभ्री इयर चाहिँ नेप्लिस फेस्टिभल गर्छौँ। नेप्लिस फेस्टिभलमा गत 2 वर्षदेखि चाहिँ एज अ म कलाकारतिर पनि लागेको भएर मैले चाहिँ स्टेज प्रोग्राम पनि गर्छु। आयोजकको रूपमा एनआरएन त छँदैछ, त्यही बिचमा पनि मैले चाहिँ लास्ट इयर लाखे डान्स गरेको थिएँ। अनि त्यहाँबाट कल्चर डान्स हाम्रो मञ्जुश्री डान्स मैले गरेको थिएँ होइन। त्यहाँ परेडहरूदेखि लिएर यहाँको हाम्रो नेवारी कल्चर होइन, नेपाली कल्चर, हाम्रो सबै हाम्रो संस्कृतिहरू चाहिँ देखाउने गरेको छ, ताकि मेरो बच्चाहरू त्यहाँ जन्मे उनीहरूले चाहिँ नेपालमा चाहिँ यो छन् है, यस्तो छ है भनेर देखेर कमसेकम उनीहरू नेपाल आउने उता बनोस् न भन्ने सोचले चाहिँ हामीले नेप्लिस कल्चरहरूको उसमा चाहिँ हरेक प्रोग्रामहरू पनि गर्छौँ। जस्तै तीज प्रोग्राम गर्छौँ होइन, तपाईँको यो तिहारमा देउसी भैलो प्रोग्रामहरू हामी प्रायः कुनै पनि हाम्रो क्यालेन्डरमै कुनै पनि उयोहरू चाहिँ छुटेको छैन।
कस्तो मजा आइरहेछ यहाँसँगको संवादमा, सुनिरहँ जस्तो लागिरहेछ। कस्तो महत्त्वपूर्ण कुराहरू कस्तो मिठो तरिकाबाट यहाँले प्रेजेन्ट गरिरहनु भएको छ। अब एउटा डर चाहिँ के छ भन्दाखेरि हामी नेपालीहरूलाई जो विदेशमा जानुभएको एउटा जेनेरेसन छ, त्यो जेनेरेसनपछि उहाँबाट जन्मिएका जो अरू जेनेरेसनहरू छन्, ती अरू जेनेरेसनमा नेपाली भाषा हराउने, नेपाली संस्कृति हराउने, होइन, नेपाली कल्चरहरू हराउने सम्भावना पनि छ कि भन्ने डर पनि छ। होइन, डार्विनको हकमा त्यो छैन। हामीले नेपाली क्लास विकली 1 डे चाहिँ हरेक वेडनेसडे चाहिँ एउटा क्लास लिन्छौँ। ओके, भाषाको, नेपाली भाषाको त्यो पनि छ डार्विन। र त्यसले नपुगेर मैले चाहिँ मेरो बच्चालाई यहीँ स्कुलमा पनि हालेको छु, 1 इयर यहीँ छोडिदिएको छु। मेरो सानो अहिले बेबी भएर मेरो फ्यामिली पनि यहाँ आउनु भएको छ। 1 वर्ष चाहिँ मैले नेपाली नै सिकोस् भनेर यहाँ नेपाली स्कुलमा हालेको। अहिले बोल्छ, मजाले बोल्छ, खुसी छ। र धेरै नेपालीहरूले चाहिँ त्यसै गरेका छन्, कति बच्चाहरू यहीँ छोडिदिने, नेपाली सिकोस् न भन्ने टाइपले त्यो पनि गरेका छन्। र डार्विनमा चाहिँ नेपाली ल्याङ्ग्वेज विकली 1 डे चाहिँ हामी लिन्छौँ। कस्तो टिचरै राखिदिएको छ हामीले। ओके, त्यो चाहिँ प्लस पोइन्ट छ। ओके, अब अलिकति यहाँ मैले जोड्न चाहेँ, जस्तै हामी युवाहरूमा अथवा हाम्रो जेनेरेसनमा, यो जेनेरेसन कस्तो भन्दाखेरि केही गरौँ भन्ने जुनुन भएको जेनेरेसन, र यो जेनेरेसन अलिकति अब डिप्रेसनमा पनि जान सक्ने सम्भावना बोकेको जेनेरेसन। किन भन्दा अब हामीले केही गर्न खोजिरहेका हुन्छौँ, तर गर्ने चिज पुरा गर्न नसकिदिँदाखेरि, त्यो नभइदिँदाखेरि हाम्रा खुसीहरू हराइरहेछन्, हामीभित्र दुःख दर्दहरू आइरहेछन्, हामी बिस्तारै डिप्रेसनमा पनि गइरहेछौँ। कमाउन सकेका चिजले, बनाउन सकेका चिजले सन्तुष्टि दिन सकिरहेको छैन, होइन। अब यहाँले 10 वर्षभन्दा लामो सङ्घर्ष अस्ट्रेलियामा गर्नुभयो, त्योभन्दा अगाडि पनि नेपालमा यहाँले धेरै सङ्घर्ष गर्नुभयो। यहाँको सङ्घर्षले चाहिँ के भन्छ, यहाँको बुझाइ, यहाँको भोगाइले हामीले गर्दै गरेका चिजले हामीलाई खुसी दिन सकेनन्। अब धेरैजना अस्ट्रेलियामा छन् नि, सुसाइड गरिरहेछन्, बिग्रेर हिँडिरहेछन्, ड्रग्स कुलतमा फसिरहेछन्, होइन। किन भन्दा उहाँ सेटिस्फ्याक्सन हुन सकिरहनु भएको छैन, कारण त त्यही होला। त्यो मात्र पनि नभइकन मैले चाहिँ त्यहाँ म एज अ त्यहाँ संस्थामा जोइन भइदिएपछि धेरै केसहरू आउँछन्। यहीँ नेपाली भाइहरू पनि कोही डिप्रेसनमा गएर चाहिँ त्यहाँ कति ठाउँमा मागेर हिँडिरहेको पनि छन्, होइन। अनि यहाँ फ्यामिलीसँग कन्ट्याक्टमा नआइदिने, अनि यहाँको फ्यामिलीहरूले चाहिँ लाउन यसो गरिदिनु पऱ्यो, हाम्रो छोराहरूलाई गरिदिनु पऱ्यो। मैले 2-3 जना भाइहरू भेट्दाखेरि चाहिँ मेरो अनुभवले चाहिँ के भन्छ भने उनीहरू यसरी गयो कि उनीहरूलाई अस्ट्रेलिया टेक्न पाए पुग्छ, होइन। उनीहरूसँग केही स्किल पनि छैन, हेर्नु हो, पढाएका छन्, यहाँ बाउ आमाले खाएको पकाएर दिएको खाएको छन्, भात पकाउँदाखेरि उनीहरू युट्युब हेरेर पकाउँछन्, हेर्नु। एउटा के भनेपछि त्यस्ताहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ, हेर्नु, आफूलाई एडजस्ट गर्नलाई। किनभने विदेशमा त इन्डिपेन्डेन्ट नभई सुकै छैन, हेर्नु, आफै पकाएर खाने हो, आफै लुगा धुने हो, हरेक चिज आफै गर्ने हो, होइन। त्यो बानी उनीहरूलाई यहाँ छैन, होइन। मम्मी बुवाले पकायो दियो खाने हो, होइन, थाल जहाँ छोड्यो त्यहीँ हिँडिरहेको। त्यस्तो भाइहरू चाहिँ डिप्रेसनमा बढी गएको मैले देखेको छु। अनि म चाहिँ के भन्छु भने जो विदेश जाने सोच बनाइरहनु भएको छ, म मेरो पढाइसकेपछि चाहिँ म अब कुनै पनि देश, नट जस्ट अस्ट्रेलिया, होइन, कुनै पनि देश जानु सोच्नुहुन्छ भने केही काम सिक्नुहोस्, होइन। आफूलाई इन्डिपेन्डेन्ट बनाउनुहोस्, होइन। यहाँ एउटा लुगा पनि बाउ आमाले धोइदिइरहेछ अथवा कसैले धोइदिइरहेछ, होइन, खाना पनि अरूले पकाइरहेछ। अनि विदेश जान्छु भन्यो भने त्यस्ताले चाहिँ नराम्रोसँग दुःख पाउँछ, एकदमै नराम्रोसँग दुःख पाउँछ, हेर्नु। डिप्रेसनमा जाने पनि तिनीहरू नै हुन्, हेर्नुहोस्। भने टाइममा खाना पाउँदैन, भने टाइममा हिँड्न पाउँदैन, निस्किन पाउँदैन, होइन। नेपाल जस्तो हुँदैन, विदेशमा त के छ भने खाना खाँदाखेरि अलार्म हामी घडेर खाना खान्छौँ, 10 मिनट सक्छ, 15 मिनट सक्छ। मेहनत गर्ने मान्छेले चाहिँ डिप्रेसनमा जानु पर्दैन, एकदम। जोसँग स्किल छ, जो मेहनत गर्छ, म दुःख गर्छु भन्ने छ भने ऊ मजाले टिकी पनि रहेछ, ऊ सक्सेसफुल भइरहेको पनि छ, होइन, स्टेप बाई स्टेप माथि चढिरहेको पनि छ, होइन। त्यस्तै मान्छे मैले भने नि डिप्रेसनमा जान्छ जोसँग स्किल छैन, होइन। जो अब हो बाउ आमाले पैसा हाल्दै गएर विदेश गएका छन्, कति हालिदिन्छन्, कतिचोटि हालिदिन्छन्, होइन। एकजना भाइ अहिले ऊ गएको 18 मा गएको, उसको बुवा मम्मीले आजसम्म पनि उसलाई पैसा पठाइदिइरहेछ, हेर्नु। उसले बिहा पनि गर्यो, विदेशमै गएर नेपालीसँग गर्यो, तर पनि ऊ अहिले सँगै पनि छ, तैपनि ऊ अहिलेसम्म पनि आफू सेटल हुन सकेको छैन क्या। त्यो किन भन्दा उसले आफूलाई इन्डिपेन्डेन्ट बनाएन, गाह्रो भयो त्यो। जो मान्छे अरूको उसमा भर पर्छ नि विदेशमा सकिँदैन। अब अलिकति यहाँको फरक क्षेत्र, यहाँको म्युजिक सेक्टरमा पनि हात हाल्नु भयो, अलिकति म्युजिकमा पसौँ। यहाँ कसरी रुचि आयो यहाँको? यहाँ त पहिलेदेखि चाहिँ अभिनय गरिरहने मान्छे, होइन, कलाकारिता यहाँ त अस्ट्रेलियामा हुँदाखेरि पनि विभिन्न खाले स्टेज सोमा पर्फर्म गरिरहनुहुन्थ्यो।
अब कलाकारिताप्रति यहाँको इन्ट्रेस्ट चाहिँ कसरी जन्मिएको थियो? होइन, म चाहिँ स्कुल लेभलदेखि नै तपाईँको यस कलाकारितामा चाहिँ लेख्ने पनि गर्थेँ, कविताहरू यस्तो लेख्नेहरू गर्थेँ। अनि तपाईँको यहीँ काठमाडौँमा बस्दा बस्दै तपाईँको हिजोआजको कुराहरू गरेँ मैले, सिरियलहरू गरेँ। हाम्रो सन्तोष पन्तजीको हिजोआजको कुरादेखि रहर लाग्थ्यो क्या, कोही टिभीमा आयो भने म पनि त्यस्तो टिभीमा आउनु पाए हुन्थ्यो भन्ने एउटा सानो बेलामा एउटा इच्छा थियो। त्यसकै सिलसिलामा चाहिँ होइन अब गर्नु पऱ्यो भने कोही साथीहरू मार्फत चाहिँ म सन्तोष पन्तमा पुगेँ। त्यहाँ चाहिँ हाम्रो सबिनजी र हाम्रो आर्यन दाइ हुनुहुन्थ्यो, उहाँले जोडिदिनु भयो। मैले हिजोआजको कुरादेखि सिरियल खेलेँ। त्यसपछि नाटकमा पनि म हाम्रो मण्डला थिएटरमा जोइन भएँ, ड्रामाहरू गर्नु थालेँ। गर्दै गर्दै जाँदाखेरि सिरियल गरियो, त्यो गरियो, पछि मुभीहरू गरियो। मैले गरेको मुभीहरू धेरै छन् चलेको, शहीद मुभीहरू, म आफैले गरेको मुभी सुट मुभीहरू छन् गरेँ। योभन्दा अगाडि पनि मैले म्युजिक भिडियोहरू गरिरहेको थिएँ हाम्रो रामकृष्ण ढकालले गाएको गीतहरूमा। अस्ट्रेलिया नजाँदैबाट यहाँ कलाकारिता गरिरहनु भएको मान्छे, एकदम कलाकारितामा यहाँ जम्दै गरेको पनि मान्छे नेपालमा अझै लामो समय कलाकारिता गरिरहनु भएको भए अहिलेका हिट कलाकारहरू कोही स्थानमा पनि पुग्न सक्नुहुन्थ्यो होला होइन। तर यहाँ अस्ट्रेलिया जानुभयो, तर पनि कलाकारिता अस्ट्रेलियामा रहेर पनि छोड्नु भएको छैन। त्यहाँ नेपाली कलाकारितालाई प्रेजेन्ट गर्दाखेरि कस्तो लाग्छ अस्ट्रेलियामा? एकदम खुसी लाग्छ, एकदम खुसी लाग्छ। जुन चिजहरू हाम्रो नेपालको हामी नेचुरल त देखाउन अलिकति सक्दैनौँ, तैपनि कपी नै भए पनि सिमिलर चाहिँ हामीले देखाएका हुन्छौँ। तर खुसी लाग्छ त्यस्तो चिजहरू गर्न पाउँदा। कस्तो छ अब त्यहाँ चाहिँ कलाकारिताको सम्भावना नेपाली माझमा चाहिँ नेपाली कला संस्कृति पस्क्यौँ, नेपाली कला संस्कृति पोखौँ भन्दाखेरि त्यहाँको माहौल कस्तो बन्छ? होइन, एउटा नेपाली प्रोग्राम गर्ने भन्ने बित्तिकै नेपालीहरू त एकजुट हुन्छन् त्यहाँ है। कति साथीभाइहरू त कामै हुन्छ नि, सिक हानेर हुन्छ नि, सिक हानेर भए पनि त्यहाँ आउँछन् नेपालीहरू, सिक बिदा लिएर एकदम। ओके, त्यो चाहिँ त्यो मेजोरिटी चाहिँ छ दारुमा। ओके, हुन्छ। भनेपछि कला संस्कृतिले पनि नेपालीलाई जोड्नलाई त महत्त्वपूर्ण भूमिका खेलेको छ होला एकदम। ओके, अब हामी अन्ततिर पनि छौँ कुराकानीको। अब लगभग हामीले छोटो समयमा बिदा पनि मार्न पर्ने हुन्छ। यो यहाँको जीवनको जति भोगाईहरू छ, विदेशी भूमिमा रहेर यहाँ नेपाली कला क्षेत्रलाई पनि माया गर्ने मान्छे, नेपाली संस्कृति परम्परालाई पनि माया गर्ने मान्छे, नेपाली माटोलाई त अझ धेरै माया गर्नुहुन्छ। यहाँले नेपाल हुँदैखेरिबाट भुइँचालोको अवस्थादेखि लिएर धेरै ठाउँमा पनि सक्रिय भएर काम गरेको मान्छे, विदेशमा बसेर नेपाललाई फर्केर हेर्दाखेरि एकचोटि एकदम टु बी अनेस्टली कस्तो पाइँदो रहेछ, कस्तो देखिँदो रहेछ माथिबाट हेर्दाखेरि, आफूलाई फर्केर हेर्दा, आफ्नो देशलाई फर्केर हेर्दा? सिमनजी, म फर्स्ट टाइम डार्विनमा अस्ट्रेलियाबाट नेपाल आउँदाखेरि जुन एयरपोर्टमा टेक्दाखेरि मेरो आँखामा आँसु आएको छ होइन। त्यो हुन्छ नि, कता कता हुन्छ नि, एकदम यति टुट्यो कि मन होइन त्यो फर्किँदाखेरि। अनि त्यो मलाई त्यो ट्याक्सी ड्राइभरले नि तपाईँ किन त्यस्तो भावुक हुनुभयो भन्नुभएको थियो कि म त्यतिसम्म भएको थिएँ। हुन्छ, डेफिनेटली हामीलाई त यहीँ बस्न मन लाग्छ, यहीँ केही गरौँ भन्ने सोच नै हो होइन। विदेश गएर के गर्नुपर्छ मलाई चाहिँ त्यो लाग्दैन क्या, यहीँ गर्ने हो। तर यहाँ हामी सेटलै हुन सकेनौँ होइन। यहाँ यत्रो वर्ष बसियो त के गर्यो भन्दा पकेटमा 1000-2000 कहिले टुट्दैन, तर गर्न केही पनि सकिँदैन होइन। एक्ज्याक्टली, त्यो मात्र गरेर त लाइफ चल्दैन नि होइन। हामी त्यतिको लाइफमा त जन्मिया होइनौँ नि त होइन। जन्मेपछि हामी केही गर्नुपर्छ भनेर जन्मिएका मान्छेले त्यो भइसकेपछि मान्छे फर्स्टेज नै हुँदो रहेछ यहाँ होइन। तैपनि जति नै धुलो धुवा होस्, जति नै हाम्रो भनौँ न असनबाट हिँड्ने, यताबाट हिँड्ने, जुनै गल्ली जति दुर्गन्धित होस्, एकदम माया छ कि नेपाल होइन। नेपाल यहाँ छ, चाहे त्यहाँ बसेर हामीले सिटिजन लियौँ, त्यहाँको पिआर लियौँ, तर नेपाल त यहाँ छ नि। एक्ज्याक्टली। अनि तपाईँलाई म अर्को एउटा मेरो लाइफमा एउटा इन्सिडेन्ट भएको तपाईँलाई म के भनिदिन्छु भने, म एज अ सेफ काम गर्दा गर्दै यो चाहिँ 2023 कै कुरा हो, भर्खरको कुरा हो, 2-3 वर्ष अगाडि म काम गरिरहेको थिएँ। अनि एकजना व्यक्ति चाहिँ रिज्युमी बाँड्दै आउनुभयो अगाडि। अनि कता कता देखे जस्तो लाग्यो मलाई। म स्वाट बाहिर निस्केँ, नेपाली भन्ने बित्तिकै अलिकति त हुन्छ नि त, अनि स्वाट बाहिर निस्केँ। अनि उहाँले पनि मलाई चिन्नुभयो। अनि पछि त मेरो टिचर हुनुहुँदो रहेछ उहाँ होइन। ओके, नेपाल हुँदाखेरि मेरो
क्लास टिचर हुनुहुँदो रहेछ। अनि कुरा गर्दै जाँदाखेरि अलिकति उहाँ पनि भावुक हुनुभयो होइन। उहाँले काम खोज्ने क्रममा मलाई देखेपछि उहाँ चाहिँ ढुक्क हुनुभयो कि अब चाहिँ केही गर्छन् कि है मेरो स्टुडेन्टले। अनि मैले पनि रिज्युम लिएँ, म आफैले हेर्ने थिएँ, त्यो हायर गर्ने थियो। अनि भोलिपल्टै मैले ट्रेनिङमा बोलाएँ, मैले 6-7 महिना मैसँग राखेँ, काम सिकाएँ। अनि आज पनि उहाँ चाहिँ एउटा डार्विनको राम्रो क्याफेको चाहिँ हेड सेफ हुनुहुन्छ, मेरो टिचर होइन। अनि मसँग चाहिँ किन छोड्नुभयो भने पछि चाहिँ उहाँले के भन्नु भने मलाई त भन्न पनि गाह्रो भयो, तपाईँ भन्ने नि गाह्रो भयो होइन। उहाँलाई अलिक अड फिल भएको भएर उहाँले चाहिँ मसँग काम गर्नु 1 वर्ष जति काम गर्नुभयो। अनि त्यसपछि चाहिँ अहिले अरू रेस्टमा हुनुहुन्छ। त्यस्तोहरू छन्। जस्तै उहाँलाई यहाँ नपुग्दै के पनि थिएन। मैले देखेको अनुसार उहाँ ट्युसन 2-3 ठाउँमा ट्युसन पढाउनुहुन्थ्यो होइन। एज अ कलेजमा क्लास लिएर पनि ट्युसन पढाउनुहुन्थ्यो। उहाँलाई पैसाको कमी थियो जस्तो मलाई लाग्दैन। तैपनि उहाँ विदेशी नै भयो। किन भन्दा केही कारण त छ नि त यहाँ टिक्न गाह्रो छ क्या होइन। त्यो वातावरण चाहिँ त्यस्तो चिजहरूलाई चाहिँ यहाँको गभर्मेन्टले पनि हेरिदिनुपर्छ होइन। मान्छे बाहिर गयो भने कोही रहरले गएको छैन। रहर छैन हामीलाई बाहिर बस्ने। यहाँ बस्ने वातावरण बनाइदिएछ हामी भोलि फर्किन्छौँ, तर बस्ने वातावरण नै छैन क्या। एक्ज्याक्टली होइन। बिजनेस गरौँ, बिजनेस डुबेछ यहीँ बिजनेस गर्नेहरूको त डुबिया छ नि, हामी कसरी लगानी गर्ने होइन। केही बिजनेस उकासीको हुनु पऱ्यो, हामीले पनि त्यो देखेर चाहिँ हामी प्रशान्त भएर लगानी गर्नलाई होइन, काम गर्नलाई। भएको बिजनेस चाहिँ डुबिरहेछ, हामी आएर कसरी लगानी गर्ने। एक्ज्याक्टली म त यही भन्छु यहाँको गभर्मेन्टलाई चाहिँ लगानी गर्ने वातावरण बनाइदियोस्, काम गर्ने वातावरण बनाइदियोस्, धेरै नेपाली फर्किन्छन्। कुराकानीमा समय दिनुभयो, यहाँको महत्त्वपूर्ण समयको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। जाँदा जाँदै यतिखेर जो हामीलाई हेरेर बस्नुभएका तमाम दर्शकहरू हुनुहुन्छ, यहाँका नेपाली मित्रहरू हुनुहुन्छ, अस्ट्रेलियाबाट पनि हेरिरहनु भयो होला, नेपालबाट हेरिरहनु भयो होला, उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? अनि म चाहिँ यही भन्छु, जसलाई अहिले चाहिँ नेपालमा मैले पनि आएर के देखेँ भने जो पढाइ सिद्धिने बित्तिकै उनीहरूको एसएलसीदेखि नै पढाइ सिद्धिनुको कुरै भने एसएलसीदेखि नै म कुन देश जाने उनीहरूको माइन्ड मेकअप सुरुमै बनाएर हुन्छ होइन। त्यति गरिहाल्नु पर्ने अवस्था पनि छैन, नगर्नुहोस्। र यदि जानै छ भने पनि केही न केही स्किल लिएर जानुहोस्, केही काम सिकेर जानुहोस्। यो काम त्यो काम भन्ने हुँदैन। तपाईँको हातमा स्किल भइसकेपछि तपाईँ मजाले टिक्नुहुन्छ विदेशमा, हरेक ठाउँमा। केही स्किल लिएर जानुहोस्, विदाउट स्किल चाहिँ विदेश नजानुहोस् भन्छु। त्यही नै हो। र यहाँको यो समय र यो संवादको लागि हार्दिक आभार, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच साइमनजी। र थाहा संसारका सम्पूर्ण टिमलाई पनि म धन्यवाद दिन चाहन्छु। मेरो मनको कुराहरू यहाँ पोख्न पाएँ, धेरै धेरै धन्यवाद। र आजको कुराकानी यहाँलाई कस्तो लाग्यो मित्र? पक्कै पनि आजको कुराकानी यहाँलाई मन परेको छ। यो कार्यक्रम धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्, धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो कार्यक्रम पुर्याइदिनुहोस्, ताकि यो संवादले विदेशमा भएका, विदेश जान चाहने, नेपालमा भएका धेरै युवाहरूलाई प्रेरणा दिन सकोस्। मल्टिपल सेक्टरमा रहेर कसरी काम गर्ने, कसरी आफूलाई व्यवस्थापन गर्ने, समस्याहरूसँग कसरी जुझ्ने, सम्भावना कसरी खोल्ने लगायतका धेरै कुराहरू बुझ्नको लागि यो कार्यक्रमले पक्कै पनि सहयोग गरेको छ। यो कार्यक्रमलाई धेरैभन्दा धेरै माझ पुर्याइदिनु होला। आजको लागि भने गौरवजीलाई धेरै धेरै धन्यवाद, क्यामेरा र एडिटिङमा रहेर साथ दिनुहुने। र म सिमोन नेउपाने बिदा चाहन्छु। नमस्ते।